गाइज आज चाहिँ म यो कोरियाको यो चाहिँ वाइन हो, चिन्रो वाइन। यो ट्राई गर्नु गइरहेछु, साथ दिनु होला अन्तिमसम्म। यो चाहिँ यस्तो छ। ल चेस दामी छ है। दामी छ गाइज। आज मेरो डे अफ हो होइन। प्रत्येक शनिबार आइतबार चाहिँ कोरियामा बिदा हुन्छ, त प्रायःले चाहिँ स्याटरडे चाहिँ काम गर्ने हुन्छ होइन। तर काम गरे बापत स्याटरडे काम गऱ्यो भने ओटीमा गन्छ। सधैँको भन्दा 1.5 गुणा बढी तलब पाइन्छ शनिबार काम गऱ्यो भने। आज शनिबार मेरो आज अफ थियो, डे अफ। मैले आज काम गरिनँ, त्यही भएर आज के गरौँ त दिउँसो भन्दाखेरि चाहिँ यो वाइन कोरियन वाइन हो, कोरियामा बनेको रेड वाइन। यो चाहिँ अङ्गुरको हो, कोरियामा नै उमारेको अङ्गुरको बनाएको वाइन हो होइन। रेड वाइन टेस्ट पनि मिठो छ। नेपालमा पाइने झन् टेस्ट चाहिँ हिनुवा डिवाइन खालके नै टेस्ट छ। हल्का यसमा कस्तो छ भने हल्का गुलियो होइन, हल्का कसो गुलियो जस्तो होइन, हल्का मनुवा त्यस्तो मिठो छ। दामी छ। यसमा चाहिँ चेस गरेर यसो ठोकाउनु पर्ने रहेछ। एक्लै छु गाइज, अब के भन्नु होइन। सबै साथीहरू बाहिर गइरहेछ अहिले होइन। मम्मी बाहिर जाउँ भनेर सोचेको थिएँ सुत्नु त, तर मेरो साथी चाहिँ आज कम्पनी चेन्ज गरेर अर्को कम्पनी जाने भएको कारणले गर्दा म त्यहाँ गइनँ। नभए प्लान चाहिँ थियो साथीकोमा गएर त्यहीँ यसो स्याटरडे सेलिब्रेसन गर्ने होइन, डे अफ। विदेशमा यस्तै हो गाइज होइन। 5 दिन लगातार काम गऱ्यो, शनिबार आइतबार छुट्टी भएको बेला यसरी सट्टसँग मन परेको वाइन टक्सी होइन खायो, अनि चट्टसँग छुट्टी मनायो। अब छुट्टीको दिन अब हप्ताभरिको लुगाहरू हुन्छ नि होइन, जुन त्यो धुने हो आज होइन। अनि साफसफाइ गर्ने त्यस्तो गरिन्छ अब विदेशमा होइन। घरमा भएको अब वाइफ दिदीबहिनीहरूले यस्तो गरिदिन्छ होइन।
विदेशमा त त्यस्तो हुँदैन, आफैले गर्नुपर्छ सबै कुरो होइन। विदेशमा चाहिँ विदेश गएपछि चाहिँ आफै भान्से, आफै क्लिनर पनि आफै नै हो, डेक्सी ड्राइभर पनि आफू नै हो होइन। सबै काम आफै गर्नुपर्छ, साथीहरूसँग मिलेर बस्नुपर्छ। यस्तो अब यो हाम्रो कम्पनीको घर हो होइन, होस्टेल भन्छ, होस्टेल जस्तै हो, यो किचन हो। तर मिलेर बस्नु पऱ्यो, पालै पछाडि खाना बनाउनु पऱ्यो होइन। खाना आफ्नो पालामा आफूले उठेर बनाउनु पऱ्यो, अनि बराबर सबै कुरो बराबर। किनभने यहाँ कसैको अब दिदी बहिनी भाइहरू छैन, त्यो भएकोले गर्दा सबैले बराबर साफसफाइदेखि लिएर अब यो किचन साफसफाइ, टोइलेट बाथरुम साफसफाइ सबै आफैले गर्नुपर्ने हुन्छ। त्यो भएर तपाईँहरू विदेश जानु सोचमा हुनुहुन्छ भने सबै कुरो तयार हुनु होला। खाना पकाउनु सिकिएर मात्र विदेश जानु होला, किनभने विदेशमा कसैले पकाएर खुवाउनेवाला छैन, आफै पकाएर आफ्नो पालेको दिन खानुपर्ने हुन्छ। त्यही हो। अनि एउटा कुरा, म चाहिँ प्रत्येक हप्ता कोरियामा भएको सबै रक्सीहरूको यसरी नै खाएर टेस्ट लिनेछु, किनभने 2 दिनको जिन्दगी हो होइन। भोलि कसले दिएछ र होइन, भोलि के हुन्छ, बाँचिन्जेल होइन, रमाउँ खुसी गरौँ नि। यसरी म त्यति साह्रो अब उयो नै चाहिँ नि अल्कोहलिक नै चाहिँ होइन, तर म होइन खान्छु विकेन्डमा होइन। विकेन्डमा यस्तो डे अफरमा खाइन्छ। पहिल्यैदेखि खाएको राईको छोरा होइन, मधुवालीको छोरा। अनि मेरो युट्युब च्यानलमा सबै कोरियामा पाउने रक्सी, वाइन, हुस्की सबै कुरो म प्रत्येक हप्ता टेस्ट गर्नेछु। यो वाइन पनि म अब पुरै खान्न होइन, अब एकपल्ट हाल्नु पर्यो। यति खानु पर्यो। यति चाहिँ गाइज मैले खानु सकिनँ, किनभने यसमा एल्कोहल पनि धेरै नै पर्सेन्ट छ होला होइन। किनभने सस्ताको लागि पनि धेरै नखाने। यो आधी चाहिँ म अब कुनै दिन अरे भरे बेलुका खानु पर्ला होइन। आजलाई यति नै हो। टेस्ट चाहिँ मिठो छ है, टेस्ट चाहिँ मिठो छ। यहाँ गएर मेरो फ्रिज पनि गराउनु थाल्यो। तपाईँहरूलाई एकपल्ट एक राउन्ड घुमाइदिन्छु मेरो क्यामेरा। हेर्नु है, घुम्दैछ क्यामेरा। कोही क्यामेरै घुम्नु मानेन त। यस्तो छ। यस्तो यो चाहिँ किचन हो होइन। म मोबाइलदेखि घुमाइरहेको छु क्यामेरा। यस्तो छ है किचनको। फ्रिज गरेर आइज, त्यो फ्रिज हो। यस्तो छ। यो चाहिँ मेरो किचन हो। मेरो मोबाइलसँग कनेक्ट भइरहेछ क्यामेरा। यो मोबाइलदेखि म कन्ट्रोल गर्न सक्छु होइन। मेरो क्यामेरा चाहिँ DJI हो, DJI क्यामेराले सुट गरिरहेको छु। अब गाइज, अब मेरो कोरियामा बसाइ 4 वर्ष छ। 4 वर्षभरि म यहाँको सबै कुरो
मुखपानदेखि लिएर यहाँ पाइने सबै कुरै खान्छु, सबै रक्सी चाख्छु होइन। कोरियामा भएको रक्सी चाहिँ एउटै बाँकी नराख्ने हो, किनभने एक बारको जिन्दगी भोलि कसले दिएछ र होइन, खाएरै मरौँ भन्ने सोच्छ होइन। काम पनि गोरु जस्तै गर्ने हो गाइज, विदेशमा आएपछि होइन, गोरु जस्तै खट्ने हो। 12 घन्टा काम गरिन्छ, गऱ्यो भने बिहान 8 बजीदेखि बेलुका 8:30सम्म गरिन्छ काम होइन। बिचबिचमा ब्रेकहरू त हुन्छ हुनु त होइन, खाना खाने ब्रेक हुन्छ होइन, कफी ब्रेक हुन्छ, टी ब्रेक हुन्छ, टोइलेट ब्रेक हुन्छ, त्यस्तो ब्रेक चाहिँ हुन्छ। तर पनि 12 घन्टा चाहिँ ड्युटी हाल्नुपर्छ गाइस। अनि म त पैसा 3.5 लाख 4 लाख थाप्ने हो नेपाली। त्यसरी ओटी गरेन भने चाहिँ अब 2 लाख बेसिक छ कोरियाको अहिले 2 लाख मात्र बेसिक छ। अनि ओटीले जति ओटी गर्यो त्यति पाइने हो पैसा होइन। ओटी गरेन भने चाहिँ गाह्रो छ नि त होइन। ओटी गरेन भने त अब बेसिक स्यालेरीले मात्र त पुग्दैन, किनभने खानु पर्यो, घुम्नु पर्यो, लुगा लाउनु पर्यो, नेपालमा पठाउनु पर्यो, यसरी उयो गर्नु पर्यो, रमाउनु पर्यो होइन। अनि म सोच्दैछु मेरो भ्युअर्सहरूलाई, मेरो चाहिँ होइन, तपाईँहरू कसले हेर्दै हुनुहुन्छ राम राई युट्युब च्यानल, अनि फेसबुकमा चाहिँ राई राम छ है, राई राम होइन। फेसबुकमा पनि मलाई फलो गरिदिनु होला, फेसबुकमा पनि। फेसबुकदेखि चाहिँ म सोचिरहेको छु होइन, प्रत्येक महिना सबैलाई नम्बर माग्ने, अनि सबैले नम्बर दिएपछि उनीहरूको चुजको लोटो काट्ने, पऱ्यो भने चाहिँ 50-50 लिएर होइन। त्यस्तो गरेर जसले नम्बर पठाउँछ त्यसको नम्बर टिप्ने, अनि लोटो काट्ने क्या, शनिबार लोटो काट्ने। अनि त्यस पछाडि त्यो लोटो चाहिँ लाइभ गर्ने क्या। भन्नाले कसको पऱ्यो भनेदेखि जसले नम्बर पठाएको, जस्तै तपाईँले पठाउनु भयो नम्बर 6वटा नम्बर होइन, तपाईँले पठाएको नम्बरले पऱ्यो भने तपाईँलाई 50, मलाई 50 बाँड्ने क्या। जति पऱ्यो पनि, जे पऱ्यो पनि, पाँचौँ पुरस्कारसम्म होइन, 5औँ पुरस्कारसम्म हुन्छ कोरियाको लोटोमा होइन। 5औँ पुरस्कार 5,000 कोरियन वोन, फर्स्ट प्राइज 15 करोड नेपाली, 15-16 करोड हुन्छ फर्स्ट प्राइज। सेकेन्ड प्राइज 80-90 लाखदेखि 1 करोडसम्म हुन्छ सेकेन्ड प्राइज। थर्ड प्राइज नेपाली 1.5 लाख थर्ड प्राइज हुन्छ। फोर्थ प्राइज 5,000 नेपाली हुन्छ फोर्थ प्राइज। फिफ्थ प्राइज नेपाली 500 हुन्छ। त्यस्तो हुन्छ होइन। त्यो गरौँ भनेर सोच्दैछु। ल यो मैले वेल आदि जस्तो खाइसकेँ होइन। यहाँदेखि बेसी चाहिँ नखाऊँ होइन, मेरो स्वास्थ्य पनि ध्यान राख्नुपर्छ, प्रत्येक हप्ता खाइन्छ होइन। त्यो भएको कारणले विदेशमा के गर्ने त भन्दा ड्युटीमा त अब होइन, ड्युटीमा त अर्काको अन्डरमा काम गर्नुपर्ने हुन्छ, जे भन्यो त्यही मान्नुपर्ने हुन्छ। यो गर ल हस् ने भन्यो गऱ्यो, यस्तो गर ने भन्यो, ने भन्ने चाहिँ हुन्छ अथवा हुन्छ ल भनेको जस्तै हो कोरियन भाषामा। ने अलिक सुन्दा भन्यो तन्काइहाल्यो नि कहाँ, त्यस्तो खालको हुन्छ है विदेशमा। जुनै पनि देशमा पनि यो गर भनेर गर्नै पर्ने हुन्छ होइन। त्यो गरे बापत सेलरी आउने हो। अनि छुट्टीको दिन चाहिँ यसरी बस्यो आराम, टेन्सन छैन है, टेन्सन छैन जतिसम्म। यहाँ मेरो सिसिटिभी पनि त्यहाँ देखिरहेछ, सिसिटिभी पछाडि, मेरो पछाडि
हो यहाँ आएर म्यानेजर बस्छ यो यही हाम्रो सिक्ताङमा बसेर हेर्छ कसले के काम गर्दैछ गर्दैछैन भनेर हेर्छ क्या हाम्रो म्यानेजरले। अनि हामी चाहिँ उता कारखाना चाहिँ भित्र हो कम्पनी चाहिँ त्यहाँ यार दिनुपर्छ होइन 12 घन्टा त्यही हो प्रायः जस्तो 12 घन्टा हुन्छ। 8 घन्टा चाहिँ नर्मल आवर चाहिँ 8 घन्टा हो त्यहाँदेखि माथिको चाहिँ ओटी हुन्छ। जस मिठो होइन कस्तो मिठो यार यो मिठो होइन 500 ml को रहेछ गाइस होइन 16% एल्कोहल रहेछ आमामा 16% एल्कोहल त्यो भएर म माथि घुमिरहेछु क्या हल्का 16% एल्कोहल रहेछ नि त्यसमा। अन्त किन झ्यापझ्याप भयो भनेको त तर रिल्याक्स हो गाइस जिन्दगी भनेको 2 दिनको छ होइन 2 दिन बाँच्नु छ टेन्सन लेने का नहीं इन्जोय गर्ने हो क्या इन्जोय इन्जोय गर्ने हो है। काम किन गरेको विदेश सर त्यही खानुको लागि ए पापी पेटको लागि त होइन पापी के भन्दाखेरि पेट नखाइकन बाँचिँदैन होइन त्यही भएर विदेश आयो। अब म कोरिया यो मेरो दोस्रो कार्यकाल हो पहिलो कार्यकाल 2014 to 19 मैले कोरियामा बिताएर नेपाल गएको होइन। त्यस पछाडि 5 वर्ष कोरोना काल के भएर आउनु पाएन कोरिया बल्ल आएको 1 वर्ष भयो 2024 को अक्टोबरमा आएको म लास्ट इयर अहिले 2025 अक्टोबरै हो अहिले 1 वर्ष ठ्याक्कै भयो म कोरिया आएको। तर मेरो यो दोस्रो कार्यकाल हो पहिला चाहिँ म विदेश सेन्ट्रल अमेरिका गएको थिएँ होइन सेन्ट्रल अमेरिका त्यहाँ म 2.5 वर्ष जस्तो बसेँ त्यहाँ पनि काम गरियो है गोरु जस्तै काम गरियो बिमार भयो नेपाल फर्किनु पऱ्यो है त्यही भएर काम पनि गर्ने हो इन्जोय पनि गर्ने हो। 17 मिनटको भिडियो भइछ 17 मिनट भइसकेछ तेरि जति खायो त्यति खुवाउ लाग्ने दामी होइन होइन यो म खाइसक्छु होइन होइन म खाइसक्छु ल गाइस होइन संसारमा आफ्नो आफ्नो के गर्न आइयो होइन त्यो निर्वाह गर्नुपर्छ यो संसारमा आएको होइन। अब सबैभन्दा बेसी चाहिँ म मेरो छोरीलाई माया गर्छु मेरो छोरी छ होइन 11 वर्षको उसकै लागि हो म आएको विदेश नदेखि म विदेश आउँदिनँ थियो होला मेरो छोरीको लागि हो मेरो छोरीलाई धेरै माया गर्छु मेरो बुढी मेरो आमा मेरो दिदी बहिनी मेरो दाजुभाइ सबैलाई माया गर्छु तर सबैभन्दा बेसी चाहिँ आफ्नै सन्तानको माया हुँदो रहेछ क्या होइन त। एक बोतल त सक्यो त हौ खाने हो अब यो चाहिँ मेरो मोबाइल हो होइन मोबाइलदेखि क्यामेरा उयो गरिरहेछु क्या अपरेट गरिरहेछु अनि म मोबाइलमा मैले चाहिँ हेरिरहेछु क्या हेर्नु त कि यसरी है के भयो सिट मोबाइललाई देखाएको त रेकर्ड भइरहेछ क्यामेरालाई देखाएको त उयो पो भयो त ब्ल्याङ्क पो भयो त
यस्तो छ गाइस होइन। अब खाने हो झट्टसँग। अनि मेरो लुगाहरू धुनुपर्ने छ। 6 दिन भोलि पनि छुट्टी हो। आज स्याटरडे हो, भोलि सन्डे, भोलि पनि छुट्टी हो। आज चाहिँ यो वाइनसँग चाहिँ टिटबिट खाने चलन छैन क्या मेरो। वाइन खाँदा चाहिँ म टिटबिट खाँदिनँ खासै। हार्ड ड्रिङ्कहरू सोजु भनेको यहाँको रक्सी, सोजु, रेड लेबल, ब्ल्याक लेबलहरू खाँदा चाहिँ म हल्का होइन टिटबिट पनि खान्छु होइन, शीतल। त यो वाइन त जुस जस्तै नै हो वाइन त होइन। हल्का जुसमा एल्कोहल मिसाइदिएको त हो वाइन होइन। अङ्गुरको जुसलाई अब के भन्नु, मर्चा जस्तै के हालेर रक्सी बनाएको त हो, एल्कोहल होइन त, वाइन बनाएको हो नि त। त्यही त हो। मिठो छ है, मिठो छ कोरियाको जिन्रो हाउस वाइन हो होइन, मिठो छ। म एक बोतल खाइसक्नु आँटेँ। रमझम पनि भयो। ल गाइज, अब यो खाइसकेर चाहिँ मेरो भिडियो इन गर्छु। प्रत्येक हप्ता म यहाँको सबै सोजु खाइदिन्छु होइन, रक्सी कोरियामा पाउने सबै रक्सी महँगो। रेड लेबल चाहिँ यहाँ कति भन्ने नेपाली 5,000 पर्दो रहेछ। मैले एक बोतल ल्याइरहेको छु, त्यो पनि खान्छु म, तर एकैचोटि एक बोतल नै चाहिँ खान्न। रेड लेबर, ब्ल्याक लेबर सबै खाने हो। कोरियामा भएको सबै रक्सीहरू खाने हो। जाडो लाग्दैछ। अब अक्टोबर, आज 25 तारिक अक्टोबर, 25 तारिक हो 2025, अक्टोबर 25। कस्तो मिलेको रहेछ 2025 अक्टोबर 25 नै हो क्या आज, होइन त। एक्लै बोलिरहेछु किनभने बाँचेको के को लागि भन्नु न, बाँचेको चाहिँ के को लागि भन्नु न, इन्जोय गर्नुको लागि हो नि त। इन्जोय कसरी गर्ने त भन्दाखेरि रक्सी खाएर, तर बेसी चाहिँ खानु हुँदैन। किडनी फेल हुने गरी चाहिँ खानु हुँदैन, लिभर ड्यामेज हुने गरी चाहिँ खानु हुँदैन। किडनी भने चाहिँ लिभर ड्यामेज हुने गरी चाहिँ खानु हुँदैन, खानुपर्छ आनन्द होइन। काम 12 घन्टा के को लागि गर्ने भन्दाखेरि खानुकै लागि हो नि, खाने इन्जोय गर्ने हो नि त। ए यो मेरो नाइक देखिरहेको रहेछ, नाइक। बिस्तारै मार्दैछु। दामी भइरहेछ, रमझम भइरहेछ होइन, रमझम भइरहेछ होइन। वाइनले झप्प लाग्दैछ होइन। मिठो, बास्ना पनि एकदम सोलिड। अब सक्यो, 24 मिनट भइसकेछ होइन। धेरै लामो पनि रड्डी हुन्छ होइन। सघाइदिन्छु ल भिडियो। अर्कोमा अर्कै रक्सी खाएर फेरि अर्कोमा आउनेछु होइन। अर्कोमा बियर हुनसक्छ, रक्सी हुनसक्छ, के हुनसक्छ। त्यति जेलको लागि स्टे ट्युन होइन। मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला, राम राई युट्युब च्यानल।
होइन। अबदेखि म भ्लग पनि हाल्छु, मुकबाङ पनि हाल्छु। मेरो चाहिँ खिचिर मिचिर हाल्छु है। कोरिया चाहिँ अब 4 वर्ष बसाइ छ मेरो, 4 वर्षमा कतिवटा भिडियो हाल्छु होइन, हाल्छु। यो चेस लास्ट चेस चाहिँ म खाइसक्छु। गुड, मिठो झप्प बनायो। ओके गाइज, बाई ल, बाई। अब यो सट्टा पार्छु नि, बाई ल। फिनिस ल, बाई।